पहाडको फेदीको खोलाको किनारमा आएको छु। अनि यहाँ चाहिँ यस्तो राम्रो राम्रो ठाउँहरू रहेछ कि एकदम टुरिस्ट एरिया घुम्न लायकको। यहाँ बजारहरू रहेछ भित्र। यो छेउको 아닙니다. 제가 외국 사람인데요. ल यहाँ चाहिँ छेउहरूको बजार यस्तो राम्रो सिक्ताङहरू खाने ठाउँहरू अनि कपडा दोकान। ल छेउहरूको आइटम यस्तो राम्रो बजारहरू रहेछ। यो चाहिँ गुडियाहरूको राम्रो बजार रहेछ। ल यहाँ चाहिँ 아니 제가 외국 사람인데요. 그래서 여기 안 살아요. 안 사는 이유가 무슨 상관 있어요? 아니 좀 괜찮습니다. 예. यहाँ त ल मेरो यहाँ यसरी चाख्नुहोस् किनेर किनिदिनुहोस् भनेर चाहिँ भन्दो रहेछ। ल यस्तो राम्रो बजार। यहाँ चाहिँ बजारको आउनुहोस् आउनुहोस् भन्दै बोलाउँदैछ बुढी मान्छेले। यहाँ चाहिँ 아닙니다. 제가 외국 사람인데요. 외국 사람이에요. 밥 예. 안 줬어요? 안 먹고 가요? 아니요, 아까 먹었습니다. यहाँ चाहिँ यस्तो राम्रो ठाउँ रहेछ। अनि यो के को यो चाहिँ खरले छाएको घरहरू अनि सिक्ताङहरू चाहिँ रहेछ यहाँनिर चाहिँ। यहाँ के छ फेरि यो दोकानहरू खरले छाएको घरहरू। यसका यो त जडीबुटी जस्तो छ त। यो त सबै जडीबुटीहरू। यहाँ पनि पो जडीबुटीहरू बेच्दो रहेछ हौ। सबै जडीबुटीहरूलाई यो खरले छाएको छाना भएको यस्तो राम्रो ठाउँहरू छ। सबै यो जडीबुटी प्याक गरे सुकुटीहरू तरुलहरू जस्तो छ। तरुलहरू जस्तो छ केहरू यो यो चाहिँ कोरियाको। हाम्रो यसलाई चाहिँ के भन्छ मुङलिन जस्तो जस्तै जानु हुँदैन हौ। यहाँ त छाडा पनि पो राखेको रहेछ हौ। यो त यस्तो राम्रो बजार रहेछ। सबै यो जडीबुटी बेच्ने ठाउँ। राम्रो ठाउँ रहेछ यो चाहिँ। अब यो सबै पहाड छ माथि, तल खोला किनार छ। किनारको छेउमा यो बजारहरू चाहिँ सबै त्यस्तो बेच्ने ठाउँ रहेछ। जडीबुटी त्यस्तै केहरू खरको यो चाहिँ अनि खास्यो 영상 찍은 거예요. 네. जडीबुटीहरू केहरू बेच्दो रहेछ यहाँनिर। यो त अब सबै जडीबुटीहरू सबै खरले बनाएको खरको छाना जस्तो हुन्छ नि हाम्रो नेपालतिर। यहाँ चाहिँ यो खै धानको पराल हो कि जस्तो छ। यस्तो तरिकाले चाहिँ बनाएको रहेछ यो। र अब यो भित्र घुम्दाखेरि चाहिँ मेरो यो किनिदिनुहोस् त्यो किनिदिनुहोस् भनेर चाहिँ पुरा बोलाउँछ यहाँनिर। त्यो दोकानमा त्यस्तो टक्कसँग बेच्ने ठाउँहरू रहेछ। सबै त्यस्तै रहेछ सबै। यहाँ चाहिँ ल म चाहिँ अहिले अब
यहाँबाट निस्के यो चाहिँ मेन छिर्ने गेट हो। अब यहाँबाट निस्किन्छु अनि यतापट्टि पनि रहेछ होला। यतापट्टि के छ फेरि? कफी दोकानहरू अनि यो चाहिँ चियाको उस पनि रहेछ हौ यो एरियामा। तर यहाँ फोटो चाहिँ लगाइराखेको छ, यो यता खासै केही छैन। कफी दोकान रहेछ यो चाहिँ। यो भित्रभित्र घुम्यो भने भित्रभित्र चाहिँ अब धेरै नै छ दोकानहरू। म भित्रभित्र चाहिँ होइन बाहिर घुमे हो। भित्रभित्र गयो भने मेरो यो किन्दे त्यो किन्दे भनेर चाहिँ भन्दो रहेछ। यो चाहिँ त्यही भएर म भित्र चाहिँ छिरि। हाम्रो नेपाल जस्तै लाग्यो मलाई यो ठाउँ चाहिँ। बाहिर हाम्रो यो मेरो गाडी हो पर्खिरहेको छ बुढाले। म चाहिँ खोलाको किनारतिर घुम्नु आएको थिएँ। खोला किनार भनेको चाहिँ यो चाहिँ हाम्रो छ्याङसाङदो पर्छ। अनि छ्याङसाङदोको खोला छल्लानाम्दो खोलाको मुनि तल किनारमा अहिले म खिचेको देखि पर पारी चाहिँ सानसानो छुङछुङनाम्दो बस्ती हेर्दो रहेछ। रमाइलो ठाउँ रहेछ। यतातिर पनि अब गाउँहरू कल्चरको घरहरू रहेछ। यहाँ चाहिँ एकदम सानो के अरे खरले छाएको घरहरू जस्तो बसोबास रहेछ है। एरियामा पनि दोकानहरू यो भित्र चाहिँ बजार रहेछ। यो चाहिँ एकदम राम्रो ठाउँ रहेछ। यो एरियामा चाहिँ आज म आएको थिएँ। बाटो यो हाइवे बाटो भयो यो वारीपट्टिको यो ठाउँमा। अनि पारीपट्टिको बुढो पर हलिँदै पनि हाइवे छ यहाँ। यो हाइवे चाहिँ सुनसन